नमस्ते नमस्ते गाइज सबैजना सन्चै हुनुहुन्छ होला। आज हामी टक्क लाएर यता पाथिभरा मन्दिरको दर्शन गर्न गइरहेका छौँ। अगाडि देख्न सक्नुहुन्छ आर्मी क्याम्प। हेर्नुहोस् है, बाटो चाहिँ यही हो। सिडी बाटो छ, वरिपरि पुरा घना जङ्गल। आज चाहिँ हाम्रो सानो छोराको दोस्रो वर्ष प्रवेश गरेकोमा धेरै धेरै जन्मदिनको शुभकामना दिन चाहन्छु। हेलो जेबिस, हाई भनिदेऊ। ट्याक्कै यहाँ रामशरण पराजुलीको निर्मित के छ यो बस्ने ठाउँ, ट्याक्क बस्ने ठाउँ रहेको छ यो है। बिचमा चाहिँ बाटो चाहिँ यही हो है। पुरा वरिपरि घना जङ्गल छ, ट्याक्कै बस्ने ठाउँ छ। एकदम गरम महिना चाहिँ एकदम शीतल छ है त गाइज। रमाइलो भइरहेको छ गाइज। ल गाइज, अर्को पनि बस्ने ठाउँ यहाँ माथि है त, यता पनि साइडमा छ, अर्को पनि त साइडमा छ है। ट्याक्क आएर चाहिँ बस्न सक्नुहुन्छ तपाईँहरू। एकदम थके लागेको अवस्थामा चाहिँ एकदम रमाइलो हुन्छ। श्री रामशरण पराजुलीद्वारा स्वर्गीय सीताराम पराजुलीको सम्झनामा समर्पण है त चाहिँ। ल फाइनली गाइज, पाथिभरा माताको ठाउँमा पनि मन्दिरमा पनि आउनु सफल भइयो। ल है फाइनली गाइज, पाथिभराको मन्दिरमा पनि आउनु सफल भइयो। देख्न सक्नुहुन्छ अगाडि। जय पाथिभरा माता। पाथिभरा माताले एकदमै हामी सबैको रक्षा गरून्। साह्रै राम्रो ठाउँ रहेछ। ल आऊ छिटो आऊ। रक्षा गर भगवान्। जय पाथिभरा माता, रक्षा गर्नुहोस्। ल बाबु घन्टी बजाऊ। आमा बजाइदेऊ। जय घन्टी। सानो ज्ञानी हो नि। ए ल दाउ, नमस्ते गर सानो। बाबु ठुलो हुनु, ज्ञानी हुनु है। ल यता हेर। भगवान खै, भगवान खै। ए भगवानले के भन्नुभयो? ठुल्ठुलो हुनु भन्नुभयो। ए ल गाइस, नरौलमा रहेको पाहाडको लमजुङमा रहेको पाथिभरा मन्दिर चाहिँ यही नै हो है त। एकदम रमाइलो ठाउँ रहेछ, एकदम हरियाली टक्क सुन्दर वातावरणमा अवस्थित मन्दिर छ। तपाईँहरू पनि यहाँ आएर भिजिट गर्न सक्नुहुनेछ। के गर्यो? आऊ
जाने अब यही बस्ने सो गाइस अब चाहिँ हामी घर जाने अठारमा छौँ मन्दिर दर्शन गरेर चाहिँ अब फर्किने क्रममा छौँ है त बाटोमै छ है यो चाहिँ फन पार्क नरवल फन पार्क है त सही हो मामा आउने उता जाऊ ले उठ्या 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 सुलुलु ल मामा आउँछु सुलुलु र सानो सानो है सानो सानो सिलिमिली खेल्न गइरहेको छ यताबाट खेला यता यता खेला यता खेला मजा भयो है फन पार्कभित्र टक्क क्याम्प फायर गर्ने ठाउँ पनि एकदम दामी लाग्यो है मलाई चाहिँ सही बनाएको रहेछ ल सही हो ए हल्लाइदिन्छ हो ल उठ्ने अनि हल्लाइदिन्छौ तिमी